नगर प्रहरीले साइकल डोर्याउँदै हिँडेका व्यक्तिलाई लसार पसार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल। काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले साइकल डोर्याउँदै हिँडेका एक व्यक्तिलाई लसार पसार पारेको एउटा भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सार्वजनिक भिडियोमा नगर प्रहरीहरूले ती व्यक्तिको साइकल जफत गर्न खोजेको देखिएको छ, तर ती व्यक्तिले भने साइकल छाड्न मानेका छैनन्। यसै विषयलाई लिएर महानगरका मेयर बालेन शाह र नगर प्रहरी प्रमुख राजु पाण्डेको आलोचना भइरहेको छ। भिडियो काठमाडौँको बालुवाटारमा बुधबार बिहान करिब 8 बजेतिर खिचिएको हो र ती साइकल डोर्याउँदै हिँड्ने व्यक्तिलाई कवाड व्यवसायी भएको खुलेको छ। काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार बालुवाटार क्षेत्रबाट कवाड मजदुरहरूले बिहानको समयमा निकै हल्ला गर्ने गरेको गुनासो आएको थियो। त्यसपछि नगर प्रहरी इन्सपेक्टर शम्भु विष्टको नेतृत्वमा उक्त क्षेत्रमा नगर प्रहरीहरू खटाइएको थियो, तर इन्सपेक्टर विष्टले सही ह्यान्डल गर्न नसकेको नगर प्रहरी प्रमुख पाण्डेले बताएका छन्। अहिले इन्सपेक्टर विष्टलाई कारबाहीमा तानिएको छ। उनलाई बालेन शाह र राजु पाण्डेले ठाउँको ठाउँ कारबाही गर्ने निर्णय लिएको बताइएको छ। महानगर प्रहरी बलले सम्पादन गर्ने कार्य गर्दा अमर्यादित तथा गैर व्यावसायिक ढंगले सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकाले निजहरूलाई उक्त जिम्मेवारीबाट मुक्त गरी महानगर प्रहरी ऐन 2080 बमोजिम आवश्यक कार्यवाहीको लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको पाण्डेले जानकारी दिएका छन्। साइकलमा रहेका ती व्यक्ति पनि कवाडका सामान उठाउन निस्किएको दावी गरिएको छ। लामो समयदेखि काठमाडौँ भित्र कवाड व्यवसायीलाई नगर प्रहरीले दमन गर्दै आएको छ। केही समय अघि प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद प्रभु शाह र डाक्टर अमरेश कुमार सिंहले कवाड व्यवसायीमाथि दमन भएको भन्दै आपत्ति जनाएका थिए। प्रहरीले दमन गरेको र 50 भन्दा बढी घाइते भएको भन्दै उनीहरूको जीवधन र व्यवसायको सुनिश्चितताको माग गरेका थिए। लामो समयदेखि कवाड व्यवसायीहरू आन्दोलनरत छन्। पछिल्लो समयमा नगर प्रहरीले फुटपाथ व्यापार निषेध गरेको छ। काठमाडौँ नगर प्रहरी पनि बेला बेलामा विवादमा तानिने गरेको छ। फुटपाथ व्यापार निषेधका नाममा सर्वसाधारणलाई दुःख दिँदै आएको आरोप महानगरलाई लाग्दै आएको छ। महानगर आन्तरिक प्रशासन तथा जरिवाना इकाइका अनुसार करिब 2.5 वर्षको अवधिमा नगर प्रहरीले फुटपाथ व्यवसायका 449 ठेलागाडा र 714 वटा साइकल खोसिएको छ।